आदरणीय दर्शकवृन्द नमस्कार। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ युट्युब च्यानल हाम्रो पनि कथा छ। यस च्यानल मार्फत हामीले हाम्रै समाजमा रहनुभएका विभिन्न व्यक्तित्वहरूसँगको कुराकानी तपाईहरु समक्ष प्रस्तुत गर्दै आइरहेका छौं। यसै क्रममा आज हामी चिती साहित्य समाजका संस्थापक अध्यक्ष, पूर्व शिक्षक, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, उपशाखा अध्यक्ष, समाजसेवी, बेसीसर नगरपालिका 11 निवासी रुद्रनिधि तिवारीसँगको कुराकानी तपाईहरु समक्ष प्रस्तुत गर्दैछौं। कृपया पूरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। बुवा नमस्कार। नमस्कार। आराम हुनुहुन्छ? आरामै छ। तपाईको सामान्य परिचय त मैले दिएँ। हजुरको घरमा को हुनुहुन्छ? हजुरको आफ्नो परिचय चाहिँ बताइदिनु। मेरो घरमा अब श्रीमती, त्यसपछि 2 भाइ छोरामा एउटा काठमाडौँमा जागिरे छ र एउटा छोरो घरै छ। त्यसपछि जेठो छोराको परिवार, मेरा 3टा छोरीहरू विवाह भएर गइसके। हजुर। र जेठो छोराको परिवारमा 2टा छोरीहरू विवाह भएर गए। एउटा जापानमा, एउटा काठमाडौँमा छ र छोरो यही छ, घरै छ। जेठो छोरो पनि अहिले एउटा व्यवसाय गरेर तिलारतिर काम गर्छ। हजुर। र बुहारी समेत गर्दा हामी अहिले 5 जना यहाँ छौँ, 3 जना काठमाडौँमा। अब हामीले कुराकानीको सुरुवात सँगसँगै तपाईको बाल्यकालतिर फर्किन्छौँ। तपाईको बाल्यकाल कसरी बिताउनु भयो एकचोटि बताइदिनु न। बाल्यकालका कुराहरू, जुन बेला हाम्रो यहाँ स्कुल अथवा विद्यालयहरू पढ्ने ठाउँहरू केही थिएन, घाँस काटेर, गाई चराएर, गीत गाएर वारिपारि बसेर यसरी नै जिन्दगी चाहिँ मेरो 10-12 वर्षसम्म त मेरो यसरी नै जिन्दगी बित्या हो। पछि गएर यसो चण्डीको किताब लिएर पढ्नु जानुपर्छ भनेर केही त बाले नै पढाउनु भयो घर। त्यसपछि मुरारी दत्त पन्त कहाँ गएर मैले 1-2 वर्ष जति त्यहाँ गएर यसो अध्ययन गरेँ। त्यो चण्डीसम्म मैले त्यहाँ अध्ययन गरे हो। त्यहाँदेखि मेरो पढाइ रोकिएकै थियो। र पछि गएर महेन्द्र निमावी भन्ने अहिले युवा ज्योति स्कुल चलेको ठाउँमा खोलेको थियो, जहाँ गएर म 3 क्लासमा भर्ना गरेर एक वर्ष पढेँ। त्यस पछाडि फेरि मेरो पढाइ टुट्यो। मलाई ठुलो हातको केस पर्यो। टिएबिसी इन्जेक्सन लाउँदाखेरिमा हड्डीमा गएर इन्जेक्सन हालिदिएर मलाई 3-4 वर्ष त अस्पताल धाउनु पर्ने भयो। शान्त भवनमा मैले औषधि गरेँ। त्यसपछि रसियनहरू आएर टिचिङ हस्पिटलमा रसियनहरू आउँदाखेरि उनीहरूले मलाई निको बनाइदिएका हुन्। हजुर। त्यसपछि फर्केर आएर शान्ति भवन निमावी भन्ने स्याउटमा मैले 7 क्लास 1 वर्ष पढेँ। त्यसपछि झापा गएर मैले 2 वर्ष त्यहाँ नेपालीको शिक्षक भएर काम गरेँ प्राइमरी स्कुलमा। हजुर। त्यस पछाडि फर्केर आएर 21 सालमा जनकल्याण हाई स्कुल खुल्यो। पहिलो ब्याज नारायण नै हुन हाम्रो यो बाट पास गर्ने हो। र त्यस 24 सालमा म 23 र 24 2 वर्ष यहाँ 9 र 10 पढेँ, एसएलसी पास गरेँ। त्यसपछि त्यहाँदेखि नै म एसएलसीको रिजल्ट 9देखि मास्टर भएको त्यही स्कुलमा। हजुर। हुँदै गएर प्राइभेट मैले 32 सालमा पास गरेँ। हजुर। आइए। हजुर। त्यसपछि 33 र 34 मैले कन्टिन्यू कीर्तिपुरमा गएर शिक्षाशास्त्रमा बिएड गरेँ। हजुर। मेरो विषय चाहिँ स्वास्थ्य र शारीरिक शिक्षा नै हो। तपाईँले लामो समयदेखि मर्स्याङ्दी एफएममा हाम्रो शैली हाम्रो संस्कृति भन्ने कार्यक्रम चलाइराख्नु भएको छ। त्योभन्दा अगाडि पनि तपाईँ साहित्यमा लाग्नु भएको चाहिँ देखिन्छ। तपाईँले विभिन्न पुस्तकहरू निकाल्नु भएको छ। यो साहित्यमा लाग्ने प्रेरणा चाहिँ तपाईँले कहाँबाट पाउनुभयो? साहित्य भन्दा एकथरी मान्छेले भन्छन् साहित्य भने चाहिँ श्लोक कविता लेख मात्रै साहित्य भन्छन्। होइन, मेरो सोचाइमा त साहित्य भनेको मिठो बोलिदिनु पनि साहित्य हो जस्तो लाग्छ मलाई चाहिँ। र गीतहरू अथवा उखान टुक्का इत्यादिबाट जुन हाम्रो गाउँघरमा चलन हुन्थ्यो त्यो सबै साहित्य हो। र विवाहमा, खास गरी विवाहमा दोहोरो श्लोक हाल्ने चलन त्यो बेला थियो। हजुर।
त्यसबाट म बढी प्रभावित भएको हुँ र म रामायण हेर्न सुरु गरेका थिएँ त्यो बेला पनि। हजुर। मलाई त्यो शिलक हाल्न असाध्यै मिठो लाग्थ्यो। हजुर। त्यो बेलाको शिलक सम्झिन सक्नुहुन्छ एउटा भनिदिनु न। अरू त के त्यो रामायणमा भएका शिलकहरू हुन्। एक दिन हे हनुमान म चित्रकूटमा रामका नजिकमा थिया, मेरा काखमा सुत्याएर रघुनाथ हातको तकिया दिया, मेरा लाल दुई पाबुदेखि कनका आयो र टुङ्ग्यो जसै, मेरा पाबुदेखि अत्यन्त रूपमा आयो रगत पो तसै। यस्ता यस्ता शिलकहरू त्यो बेला भनिन्थे। हजुर। तपाईँ 78 वर्षमा दौडिँदै हुनुहुन्छ अहिले। हजुर। तपाईँले लामो समय साहित्य र सृजनालाई हेर्दै आइराख्नु भएको छ। त्यति बेलाको साहित्य जतिखेर तपाईँ भर्खर युवा हुनुहुन्थ्यो र अहिलेको साहित्य सृजनामा तपाईँले के फरक पाउनु भएको छ? यस्तो छ, त्यो बेला छन्दमा कविता धेरै लेखिन्थे। हजुर। संस्कृतको पढाइ हुन्थ्यो। अहिले संस्कृत किताब पनि पोलिएकै अवस्थामा आएर त्यसले गर्दा संस्कृत अध्ययन गर्ने मान्छेहरू कम भए, जसले गर्दा त्यो साहित्यिक छन्दहरू अलिकति मन्द हुँदै गएर अहिले त बन्दै भए भन्दा नि हुन्छ। हजुर। त्यसैले त्यो छन्दमा जुन कविताहरू गाइन्छन् तिनमा जति मिठास हुन्छ, स्वाद हुन्छ, त्यो अहिलेकै रबड छन्दले त्यति एउटा रोचकता दिँदैन। त्यसमा मलाई चाहिँ त्यति मिठो लाग्दैन। यो त भयो तपाईँको कविताको छन्दका कुरा। अब हाम्रो लोकगीतमा चाहिँ कस्तो परिवर्तन भएको छ? तपाईँको पहिलाका जुन मिठास खालका सुनी रहौँ जस्ता खालका लोकगीतहरू गाइन्थ्यो भने अहिले चाहिँ हजुरले सोधिहाल्नुभयो। लोकगीत पहिले घुमाउरो पाराका मायावृत्ति लाउने खालका भए पनि घुमाउरो पाराले इज्जत राखेर ससम्मान साथ भनिने चलन हुन्थ्यो। अहिले ठाडो गएर भन्दाखेरि अलिक भल्गर टाइपका, हजुर, समाजमा दिदीबहिनी आमा बुवाको सबै एक ठाउँ बसेर सुन्न पनि अलिकति अड लाग्ने खालका गीतहरू आउन थाले। हजुर। जस्तै इन्द्रिणीमा आइरहेका गीतहरू छन्। हजुर। ती गीतहरूलाई म चाहिँ अलि भल्गर हो भनेर, सबै त किन होला र कोही चाहिँ शब्द त्यति नराम्रो शब्दहरू पनि छन्, भन्न नहुने नि भनिदिन्छन् उनीहरू। हजुर। त्यसैमा वाह भनेर ताली पिट्छन्, फेरि मान्छेले त्यत्रो प्रोत्साहित गरेका छन्। त्यस्तो होइन। एउटा के चलन थियो नि, गैरी बारी खेत बिराउ सानो, भाछा होला के लाउनु के खानु भनेर केटाले भनेपछि केटीले यसै त छ बारी गहिरो, भलपानीले जान्छ कि दाइ पहिरो भनेर यस्तो दोहोरी पो के दोहोरी हुन्छ त। यहाँ त अहिले त के भने तिम्रो श्रीमान म भोलि बिहान भोलिदेखि म तिम्रो श्रीमान हुन्छु भनेर भल्गर शब्दमा भन्ने चाहिँ चलन आएको छ। यो चाहिँ यो केले यस्तो बनाएको म आफैले बुझाएँ। अहिले चाहिँ तपाईँको घुमाएर भन्दा डाइरेक्ट एकदम डाइरेक्ट भल्गर शब्द राख्ने। हजुर। भन्न नहुने शब्दहरू पनि त्यहाँ प्रकट हुन्छ कि। हजुर। तपाईँले ठाडो भाका पनि गाउनुहुन्छ? म गीतमा हजुर ठाडो भाका, ज्याउरी भाका र काठे भाका। हुन त यो काठे भाका अहिले चाहिँ हराइसकेको छ। हजुर। किनभने बाहुन र क्षेत्रीले गाउने भाका खास गरी काठे भाका हो। त्यो काठे भाका भनेर काठमाडौँको काठमा गाउने चाहिँ काठे भाका होइन। काठे भाका र काठे भाका दुई थरी हुन्छ। हजुर। ठाडो भाका त खास गुरुङ मगरहरूको समाजले गाउने हो, तर हाम्रो भेडीखर्के साइनलाई यसको लौनुमै टप भएर जानुभयो। हजुर। त्यसो भएर यसले गाउने र उसले गाउने त भन्नु भएन, गीतको लागि सबैले गाउने हो। त्यसमा पनि गुरुङ समाजमा ठाडो भाका चल्छ र बाहुन समाज, क्षेत्री समाजमा चाहिँ काठे भाका चल्छ। हजुर। त्यो भाका एउटा गाइदिन सक्नुहुन्छ? कुन भाका? काठे भाका। काठे भाका। हजुर। आज र मैले घाँसै र काटे बारी छेउको गुएलो, हे राम राम बारी छेउको गुएलो,
लहरे बरदुत खानु तर भरेङको सागु तदी हर हर जितपुर फेदी आइसकेपछि सहर कति छ र दाहिने पर्यो सुन्दा राजा देउरे धर हर बैगुनेको घर नाउ पर पर अलिएतै सर मेरै भर पर गाई देऊ गीत लाई देऊ मित बसेकै हो बियालो हे राम राम बसेको बियालो यही हो काठेवाड। तपाईँले गाएको भाका त अझै सुन्न सकिँदैन, यो लोप हुँदै गइरहेको हो? यो त लोपै भइसक्यो भन्दा पनि हुन्छ, किन पुरै भयो भनौँ भने काँडे आयो त भन्नु होला, तर धेरै ठाउँमा यो भाका अहिले हराएको छ। हजुर, मैले पनि पहिलोचोटि सुन्दैछु, त्यही भएर लोपै भइसक्यो हुने अवस्थामा रहेछ। भाका त पुरानो मान्छेहरूसँग छ, नयाँ मान्छेसँग छैन। हजुर, तपाईँले भजन पनि गाउनुहुन्छ, भजन सम्बन्धी किताब पनि निकाल्नु भएको छ? भजन सम्बन्धी किताब पनि छ, म भजन पनि गाउँछु गाउन त। तपाईँले निकालेको भजन किताबबाट एउटा भजन गाइदिनु न। अब त्यो भजन त धेरै प्रकार छ, रामलीला कृष्ण लीलादेखि लिएर। हजुर, अब धेरै प्रकारका भजन धेरै लयमा छन्, तर मैले हजुरले भनिहाल्नुभयो, मैले चाहिँ के भन्न लागेँ भन्दा कृष्णजीले गोकुलमा गएर गोठालाको रूप लिएर जुन लीला गरे बाँसुरी बजाएर, त्यही एउटा के भजन भनिदिन्छु। हुन्छ। लीला गरनु भो लीलाई गरनु भो गोकुलैमा कृष्णले लीला गरनु भो गोकुलैमा कृष्णले लीला गरनु भो। यो चाहिँ अब जति बढाएर लैनु भयो, यसका टुक्का धेरै हुन्छन्। अब सारमा यति नै हो। बिस्तारै बिस्तारै हाम्रो समाजमा चाहिँ पश्चिमी सभ्यता चाहिँ प्रवेश गरेको छ, बिस्तारै हाम्रो संस्कृतिहरू चाहिँ हराउँदै गइरहेको छ। यसलाई कसरी जगेर्ना गर्न सकिन्छ होला तपाईँको आफ्नो विचारमा? वास्तविकता के भन्नु होला नि, मौलिकता हराएको छ। जुनसुकै कुराको नि आफ्नो मौलिकता होइन, अर्काको कुरा चोरेर ल्याएर आफ्नो बनाउने प्रवृत्ति चाहिँ हाम्रो समाजमा अहिले बढेर आयो। हजुर, कसैको गीत कसैको किताबबाट झिकेर आफूले लिएर आएर व्यक्त गर्ने, त्यस्तो होइन। यो हराएको एउटा त छोराछोरीहरूलाई लिएर गएर बोलस गरेर बोर्डिङमा राख्ने। अब वाद्यवादन तिमीले कहाँ गएर सिक्ने, त्यही स्कुलमा जे सिक्यो, अरू कुरा सिकेन, त्यहाँ भजन सजन सिकिँदैन, गीतहरू बाँध्नु त्यस्तो सिकिँदैन। त्यसो भएर त्यो के रहेन तिनीहरूको भन्नलाई नि, यो समाजमा आफैले त्यस्तो अझ नारायण पूजा लाउँदा अथवा मन्दिरमा गाउँदा तिनीहरूलाई पुरस्कारको व्यवस्था गर्ने, ल अब हामी पनि सिकौँ भनेर एउटा मोटिभेट गराइदिने गर्न पाए यो चाहिँ कुरा बढ्दै जान्थ्यो। तर अहिलेको आधुनिक केटाहरूले गाउनु हुँदैन, यस्तो कुरो गाउने त असभ्य हो भनेर भन्ने चलन आइसकेको छ। तपाईँ चिती साहित्य समाजको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ, अहिले त्यसमा सदस्य भएर निरन्तरता दिइराख्नु भएको छ। तपाईँको यो संस्थाले चाहिँ यो साहित्य कला जगेर्ना गर्न चाहिँ के कस्तो भूमिका खेलेको छ? यसको लागि हामीले के गर्यौँ भन्दाखेरि हरेक वार्षिक समारोहमा गोविन्द तिवारी भन्ने हाम्रो संस्थापक संरक्षक नै हो, उनको माध्यमबाट एक वर्ष सिस्नु पानीका कार्यकर्ताहरूलाई लिएर आएर हामीले प्रस्तुत गरायौँ। एक वर्ष प्राज्ञ भीमनिधिकी छोरीलाई नै लिएर आयौँ होइन यहाँ प्रस्तुत गर्नलाई। त्यस्तै गरेर धेरै मान्छेहरू हामीले बाहिरबाट यहाँ उतार्यौँ र उनीहरूको आफ्नो कला व्यक्तित्वहरू सबै यहाँका मान्छेहरूलाई सुनाउने काम गऱ्यौँ। धार्मिक दृष्टिले पनि एकफेर एकजना गोविन्द बाबुका गुरु आगे एकजना जोगी थिए, उनलाई अहिले सामान्य मुद्दा लाएर अन्यत्रै छन्। तर उनलाई समेत एक वर्षको मुख्य अतिथि बनाएर हामीले यहाँ काम गऱ्यौँ। काम गर्दा बढी रोचक भयो कार्यक्रम। भयो सबै मान्छे धेरै आए, मन्जाङदेखिका मान्छे आए थिए।
उतिपुगतिरका मान्छेहरू चाहिँ धेरै भयो तर अहिले त्यो फेरि सेलाउँदै गए जस्तो छ। ए हजुर, तपाईँ रेड क्रससँग पनि सम्बन्धित हुनुहुन्छ। तपाईँले रेड क्रसमा रहँदाखेरि कहाँ के कस्ता कामहरू गर्नुभयो बताइदिनु न। त्यो जिल्ला रेड क्रस सङ्घको म सदस्य थिएँ। हजुर, जुन बेलामा एक फेर राजा वीरेन्द्रको र ऐश्वर्यको सवारी विश्वर चलेको थियो। हजुर, उहाँहरूलाई नै हामीले केही कुराहरू त्यहाँ प्रस्तुत गर्ने मौका पाइयो। त्यस पछाडि मलाई त्यो काम गर्न रहर लाग्दै गयो र यो फर्स्ट एड प्राथमिक उपचारको सम्बन्धी मलाई तालिममा पठाइयो। मेरो विषय पनि मिल्ने, किनभने सिस्टम सबै मैले पढिसकेको हुनाले विषय मिल्ने हुँदा मलाई बनेपामा 5 पटक त मैले बनेपामा गएर 21 दिने तालिमसम्म लिएँ। हजुर, लिएर आएपछि हाम्रो यो अञ्चलभित्र गण्डकी अञ्चलभित्र सबै जिल्लाहरूमा म गएर तालिम दिने, स्कुलमा आयोजना गरेर तालिम दिने काम गर्न सफल भएँ। र मलाई त्यसमा साह्रै नै के लाग्थ्यो भन्नुलाई नि अति उपयोग हुन्छ। आफूले गरेको कुरा आफैले त्यो सबैले भन्ला अति उपयोगिता के। हाम्रो यहाँ डाक्टर नभएको ठाउँमा, हाम्रो यहाँनिर औषधालय पुरा नभएको ठाउँमा वनपात भिरपाखामा गएर घाँस काट्दा, हात काट्दा, खुट्टो मर्किँदा होइन कहाँ कतिखेर के गर्नुपर्छ भन्ने कुरा त्यहाँ प्रष्ट हुन्थ्यो। त्यो सिकाउन पाउँदा मलाई अत्यन्त आनन्द लाग्थ्यो। फेरि हजुर, रेड क्रस आफैमा कस्तो संस्था हो? यसको कार्यक्षेत्र कति हुन्छ बताइदिनु न। रेड क्रसको कार्यक्षेत्रै भन्नुहुन्छ भने सम्हालि नसक्नु कार्यक्षेत्र हुन्छ यदि जान्ने हो भने। हजुर, अब यहाँ अहिले त राजनीतिमा ओतप्रोत भएको छ यो रेड क्रस। हजुर, अब कुन चाहिँ पार्टीको अध्यक्ष उठ्ने अरे, कुन चाहिँ पार्टीको कोषाध्यक्ष उठ्ने अरे, कुनले कहाँ लाने अरे, आफ्नो क्षेत्रमा लाने अरे। क्षेत्र भने सबै आफ्नो क्षेत्र हो भनेर नसोच्ने के। त्यसो भएर अत्यन्तै साउरो घेरामा आएको छ अहिलेको रेड क्रस। र पुराना शिक्षकहरू, पुराना संस्थापकहरूले के गरे त्यतिखेर, कति दुःख गरे त्यो पनि अहिले सोचिँदैन क्या। त्यहाँ कसैले वास्ता गर्दैन। म त्यतिखेर हरेक विद्यालयमा यो जुनियरलाई माथि उठाउने काममा मलाई मेरो जिम्मा थियो। यति जुनियर सङ्गठन खोलेँ मैले स्कुलहरूमा गएर। अहिले त्यसको वास्तव चाहिँ छैन, केही पनि छैन। हजुर, तपाईँलाई ठाडो भाका नि गाउन आउँछ? अलिअलि आउँछ नि, किन आउँदैन। एउटा ठाडो भाका गाएर सुनाइदिनु न दर्शकहरूलाई। यो गणेश चीको नानी शिरमा ठाडो टिको, लामो दारा ठुलो पेट ओ भनौँ र यसै सानो माया, लामो दारा ठुलो पेट बर्बाद छोताको पाउले टेक्ने ठाउँमा मुन्टाले टेकी टाइफल गर्दै आएको हो। एउटा घर खुदी नानी त्यसै हुँदाखेरि आज भेट भएको ओ बाँसोलाई चाउरो दैव तिम्रो र हाम्रो सधैँभरि होस् भेट। ए भनौँ र यसै सानो माया सधैँभरि होस् भेट। यस्तै हो न त्यो चाउरे त ठाडो भाका त हो, के हो र। तपाईँले लामो समय शिक्षण पेसामा आबद्ध रहनुभयो। हजुर, शिक्षण पेसामा आबद्ध रहँदै गर्दाखेरि तपाईँको बिर्सनै नसक्ने घटनाहरू केही छन् भने बताइदिनु न। त्यस्ता घटनाहरू त अब एउटा कुरा के हो भने जुन बेला माओवादीहरूले हरेक विद्यालयबाट शिक्षक र विद्यार्थी अपहरण गरेर लान थाले। हजुर, त्यो बेला सबै ठाउँमा अपहरित भए, तर म चाहिँ हुनु परेन क्या। मलाई एउटा गौरवको कुरो किनभने म माओवादी भएर चाहिँ होइन। हजुर, मेरो यहाँ एकजना मेरो भतिज, मेरो विद्यार्थी हुन्, साह्रै नै मेरो भक्त थिए। उनी शिवजी बाबु तिवारी, अहिले उनको शिष्यशालीकै छ त्यहाँ बुढीकुवामा। हजुर, उनी यो क्षेत्रका कमान्डर। कुनै दिन हामीलाई उनीहरूले अपहरण गर्छन् भनेपछि मैले बिहान थाहा पाउँथेँ त्यो कुरो। अलिकति सङ्केत चाहिँ पाउँथेँ, उनैबाट पाउँथेँ, कछाडि पाउँथेँ नि त्यो त
उनी जानु न उनी स्वर्ग भइसके। हजुर त्यो दिन म कुनै कारणबाट स्कुल जाँदैछु भएपछि यहाँ मान्छेले शङ्का नि किन हजुर आज नआउने आज चाहिँ अपहरण किन भयो यी आदि कुराहरू नि भन्थे कि भन्थे। तर त्यो के भने त्यहाँ गएर दुःख पाएको शिक्षकहरूको कुरा सुन्दाखेरि अब यो जागिर खान नपऱ्यो हुन्थ्यो, अब स्कुलमा जानै नपऱ्यो हुन्थ्यो भने जस्तो मनस्थिति नि त्यो बेलामा बन्यो कि साह्रै विकृति आयो शिक्षामा। के पढाउन जाने मनस्थिति छैन, अहिले आएर लाने कि भरे आएर लाने हो त्यस्तो गतिविधि भए। त्यो चाहिँ मलाई साह्रै नै खोप लाग्दो कुराहरू छ। नभए त अरू त पढाइयो कयौँ बेला के भए कति दुःख आयो। भोलिन्टियरबाट जनकल्याणमा हामीले 7 महिना पढाएको। त्यो बेला त्यो राष्ट्रिय शिक्षा योजना लागू हुँदाखेरिमा त्यो तलब छैन भनेर सही गरिदेऊ, नभए त योजना लागू हुँदैन भन्ने हाम्रो हृदयनिधि सर हुन्। ल भनेर हामीले बुझ्यौँ भनेर सही गरेर अब यसरी नै दुःख काटे हो। हिजो भोलिन्टियर भएर नि काम गर्न मन लाग्थ्यो। अहिले तलब खानेहरूले नि त्यो राम्रो चालले काम नगरेको र नपढाएको देख्दाखेरि झाराटार देख्दाखेरि हामीलाई चाहिँ अलिक एलर्जी हुन्छ भएर क्यार्ने अब थलो बसेको मान्छेलाई एलर्जी भएर काम गर्छ। तपाईँले कुन स्कुलमा कति समय अध्यापन गराउनु भयो? मैले जनकल्याणमा त पुरै अब छोड्दाखेरिसम्म मैले जनकल्याणमै पढाएको हो। रिजल्ट एसएलसीको 9देखि जनकल्याणमा पढाएँ। त्यस पछाडि युवा ज्योति ल्याएर मैले बिचमा खोलेँ। त्यो सेवा मेरो जोडिएन किनभने मैले रहरे खरे पुग्यो। र मैले डिप्लोमा गरेर आएपछि भोटेवडामा भौतिक नमुनामा भदौको 10 गते नियुक्ति भएर गएको हुँ। 1 वर्ष त्यहाँ पढाएँ। त्यसपछि गाउँ सहर सरुवा भएँ। चिती भनेर सरुवा भएको भुलले गर्दा भनिदिएर फेरि मलाई गाउँ सहर पुर्याए। गाउँ सहरमा 2 वर्ष बसेँ। त्यहाँ लोमजुङको सबभन्दा ठुलो भैलो उठाएर चाहिँ मैले आएको हुँ। 36 सालमा यहाँ मलाई चाहिँ जनकल्याणमा हेडमास्टरको कमी भयो भनेर मलाई यता सरुवा गरेर म त्यहीँ कन्टिन्यू बसेर अहिले त्यहाँबाट निस्किएको। पेन्सनमा निस्किएँ, धेरै वर्ष भइसक्यो। तपाईँले पुरस्कार धेरै पाउनु भएको रहेछ। तपाईँले चाहिँ 51वटा भन्दा बढी पुरस्कारहरू चाहिँ पाइसक्नु भएको रहेछ। तपाईँको यहाँ चाहिँ 51वटा छ, त्यसपछि पनि तपाईँले पुरस्कार पाउनुभयो होला, पछि पनि पाउनुभएको छ। तपाईँले यति धेरै पुरस्कार पाउनुभएको छ, तपाईँले के काम गरे बापत यति धेरै पुरस्कार पाउनुभएको? यी पुरस्कारहरू कोही साहित्यबाट पाएको हो। कोही साहित्यको कम्पिटिसनमा पुरस्कार पाएको छ, कोही विद्यालयमा नाचगानको उसमा पुरस्कार प्राप्त छ, कोही जिल्लाको कम्पिटिसन हुँदाखेरि विभिन्न कम्पिटिसनहरू प्राप्त छ, कोही मर्स्याङ्गी एफएमले मलाई पुरस्कृत गरेको छ। यही फेर त्यस्तै त्यो यो बहुआयामी बहुकला भनेर चाहिँ एउटा कम्पिटिसन गरेको थियो नवराज पारीले देशहरुमा। आसामबाट पनि त्यहाँ कविहरू आथे। त्यो बेला पनि कम्पिटिसनमा मलाई पुरस्कार दिए। यस्ता कम्पिटिसन चाहिँ धेरै भएका छन्। भए अब जीवनै कम्पिटिसनमा बितिसक्यो। अब के गरेर त्यसरी पाउने। तपाईले 14 वर्षभन्दा बढी चाहिँ रेडियो मर्स्याङदीमा चाहिँ कार्यक्रम सञ्चालन गरिसक्नु भएको छ। त्यो कार्यक्रमको सुरुवात कसरी गर्नुहुन्छ एकचोटि हाम्रो दर्शकलाई फेरि एकचोटि सुनाइदिनु न। कार्यक्रमको सुरुवात गर्दा पहिले म संस्कृत को शिलक भन्छु। अब संस्कृतको शिलकबाट सुरु गर्दा किन यसो गरे त? अब विभिन्न कुराहरूमा गएर तैँले प्रस्तुत गर्छ, संस्कृतलाई किन राख्या भनेर हजुरले जिज्ञासा राख्नु भएको हो भने यो पुराना मान्छेहरूलाई संस्कृतको शिलक अर्थ नबुझे पनि उनको कानमा पर्दाखेरि उनीहरूलाई पवित्र भयो कान भन्ने सम्झन्छन्। एक नम्बर त्यसले ल्याइराखेको हो। अर्को कुरा त्यसको अर्थ लगाइदिएपछि अर्थमा पनि मख पर्ने भए बुझेर। अर्को त्यहाँ मैले गाउँखाने कथा के टुक्काहरू राख्छु 2-3टा 4वटा राख्दाखेरि त्यसमा केटाकेटी र विद्यार्थीहरूले चाहिँ बडो रोचकता के अरे इन्ट्रेस्ट लिन्छन्। त्यसो भएर मैले यो
ऊबाट सुरुवात गरे जस्तो भन्नुहोस् न। मनोज वर्ग मोचनम विशाल लोललोचनम विजुत गोपशोचनम नमामि पद्मलोचनम करारविन्द भूधरम स्मिता बलोक सुन्दरम महेन्द्रमानन्दारणम नमामि कृष्ण वारणम। यसको अर्थ पनि कामदेवकै मन मर्दन गरिदिने ठुला ठुला नयनधारी ब्रजमा गोपहरूको शोक हरिदिने कमल नयन भगवानको नमस्कार गर्छु, जसले आफ्नो कर कमलमा गिरिराजलाई धारणा गर्नुभएको थियो, जसको मुस्कान चिन्तन अति नै मनोहर थियो। देवराज इन्द्रको पनि मान मर्दन गरिदिने उनै कृष्ण रूपी गजराजको म फेरि नमस्कार गर्दछु। यति भनेपछि हजुर पुराना गीत भजन बालन सोरठी नानीला भागा काठे भागा गाउँ खाने कथा त्यस्तै अन्य रोचक व्यथाहरूलाई सँगाल्दै हाम्रो शैली हाम्रो संस्कृति कार्यक्रम चलिआएको हो र आजलाई फलानु विषयमा भनेर कुनै एउटा टपिक लिएर त्यस विषयमा अघि बढ्ने अनुमति चाहन्छु भनेर म सुरुवात गर्छु र त्यहाँदेखि मेरो कुराहरू भन्दै जान्छु। आधा घन्टाको कार्यक्रम हुन्छ, 15 मिनट पछाडि एउटा गीत राखिएको हुन्छ, सकभर त्यहीसँग मिल्ने खालको गीत, त्यही टपिकसँग मिल्ने। त्यसपछि अन्त्य गरेर त्यो दुईटा प्रश्न नयाँ थपेर पुरानो प्रश्नको उत्तर भनिदिएपछि एउटा गीत राखेर समापन गरिन्छ भन्छ। हुन्छ, हामीलाई हाम्रो पनि कथा छ युट्युब च्यानललाई यहाँले महत्त्वपूर्ण समय दिनुभयो। तपाईलाई रेडियोमा धेरैले सुन्दै आइराख्नु भएको थियो, आज प्रत्यक्ष देख्न पाउनुभयो। यसको लागि हाम्रो पनि कथा छ टिम तपाईँप्रति धेरै आभारी छ। हजुर, र समय दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। धन्यवाद। मलाई पनि अब हजुरहरूको युट्युबमा आज जोड दिनुभयो, यो अहोभाग्य नै मैले आफूले सम्झेको छु। यहाँहरूलाई दुःख कष्ट आउँदा मबाट आउँदाखेरि भयो होला, त्यसको लागि क्षमा गर्नु होला र यो कार्यक्रम सफल हुँदै जाओस्, यहाँहरूको प्रतिभा माथि उठ्दै जाओस्। हामी जस्ता बुढाखाडाहरूले पनि त्यसमा आशा गरे अनुसार कहिलेकाहीँ आफ्ना विचारहरू पोख्न पाऊँ। जय होस्।